के साथीहरु तपाईले चाहिँ आईपीओ भर्नुहुन्छ? यदि आईपीओ भर्नुहुन्छ भने तपाईले यो फर्म भरेर सेकेन्डरी मार्केटमा कारोबार गर्न सक्नुहुन्छ, अर्थात तपाईलाई परेको आईपीओ चाहिँ तपाईले सेल गर्न सक्नुहुन्छ र यो फर्म तपाईले भर्नुपर्ने हुन्छ र यो तपाईले चाहिँ कसरी भर्ने के गर्ने सबै प्रोसेस सिकाउने छु है त। यसलाई भन्छ टीएमएस अकाउन्ट भन्छ है त। कसैले टीएमएस अकाउन्ट भन्छ, कसैले ट्रेडिङ अकाउन्ट भन्छ है, ट्रेडिङ अकाउन्ट भन्छ, कसैले ब्रोकर अकाउन्ट पनि भन्छ है, ब्रोकर अकाउन्ट। तपाईले यो खोलेपछि तपाईलाई यदि आईपीओ परेको छ भने तपाईले सेकेन्डरी मार्केटबाट बेच्न सक्नुहुन्छ। मैले आज जेब सेक्युरिटीज गए यो ब्रोकर नम्बर 7 रहेको छ र ब्रोकर नम्बर 7 को फर्म कसरी भर्ने तपाईलाई सिकाउने छु है त। यो भन्दा अगाडिको भिडियोमा मैले ब्रोकर नम्बर 57 अर्थात आर्य ताराको फर्म भरेर सिकाइसकेको छु। त्यो तल लिंक डिस्क्रिप्सनमा राख्दिने छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। आज म तपाईलाई यो जेएफ सेक्युरिटीज अर्थात ब्रोकर नम्बर 7 है, ब्रोकर नम्बर 7 को तपाईलाई फर्म कसरी भर्ने त्यो सिकाइदिने छु है त। सुरुमा तपाईले चाहिँ अब नागरिकता तपाईलाई अब आवश्यक पर्छ। डकुमेन्टमा तपाईलाई चाहिने भनेको नागरिकता लग्नु पर्ने भयो, राष्ट्रिय परिचय पत्र लग्नु पर्छ। त्यस्तै गरी तपाईले चाहिँ पानी या बत्तीको बिजुलीको बिल जे भए पनि तपाईले एउटा त्यो लग्नु होला, अथवा त्यो छैन भने भोटर कार्ड लग्नु होला। अनि त्यसपछि तपाईलाई फोटो चाहिन्छ, 2 वटा फोटो लग्नु होला। अनि त्यस्तै गरी तपाईले मेरो शेयरमा तपाईले भित्र लगइन गरेर माई डिटेल भन्ने हुन्छ, त्यसको पीडीएफ पनि निकालेर लग्नु पर्ने हुन्छ है त। त्यहाँनेर सबै कुरा दिएको हुन्छ, त्यो पीडीएफ पनि निकालेर तपाईले जानु होला। अब यो फर्म हेरौं है त। फर्ममा माथि केही लेख्नु पर्दैन, मात्र तपाईले मिति लेख्नु होला। जस्तै आज कति हो, 2082 साल, यसरी तपाईले है 2082 साल। अब यो चाहिँ फागुन महिना 11 महिना कति गते आज 04 गते, ल 4 गते लेखे मैले। यही तरिकाले लेख्नु होला र उल्टोबाट लेख्दा पनि हुन्छ, यताबाट यता फर्काएर लेख्दा पनि हुन्छ, केही फरक पर्दैन। अब शाखा भनेको चाहिँ कुन शाखाबाट खोल्ने है त। नेपालका विभिन्न ठाउँमा चाहिँ यसको शाखाहरू हुन्छ। मैले चाहिँ तुलसीपुरबाट खोल्दै छु। यसको शाखा चाहिँ तुलसीपुरमा पनि रहेको छ। दाङ जिल्लाको तुलसीपुर एउटा शहर छ, त्यहाँनेर रहेको छ, त्यहाँबाट खोल्दै छु है त। तुलसीपुर ब्रान्च मैले यहाँनेर लेखेँ है त। अब अलिकति तल जाउँ, यहाँनेर अब सरसर्ती तपाईलाई भरेर देखाउने छु। यहाँनेर फोटो टाँस्नु होला। अब ग्राहकको विवरण भनेको छ, ग्राहकको तपाईले चाहिँ यहाँनेर नाम राख्दिनु होला है त। नाम नेपालीमा, त्यस्तै गरी ब्लक लेटरमा यहाँनेर इंग्लिशमा राख्नु होला। र जन्ममिति भनेको छ म भर्छु है त। जन्ममिति तपाईले ईस्वी सम्बन्धमा राख्नु पर्दैन, यहाँनेर विक्रम सम्बन्धमा राख्दा भइहाल्छ। ल मैले चाहिँ यहाँनेर सरस्वती भरेको छु, नाम लेखेको छु। ब्लक लेटरमा इंग्लिशबाट लेख्नु होला यसरी, नाम आर्यम राम शर्मा लेखेको छु मैले। अब जन्ममिति तपाईले चाहिँ यहाँनेर लेख्नु होला है त। त्यसपछि अब मेल फिमेल के हुनुहुन्छ, मेल भए मेलमा, फिमेल भए फिमेलमा पुरो टिक लगाउनु होला। विवाहित भए विवाहितमा, अविवाहित भए अविवाहितमा टिक लगाइदिनु होला। राष्ट्रियता हामी चाहिँ नेपाली हो है त। अलिकति तल सारौं। त्यसपछि चाहिँ अब तपाईले यहाँनेर नागरिकता नम्बर राख्दिनु पर्ला। मैले र्यान्डमली राख्दिन्छु है त, त्यतिकै मैले राखिदिएको छु। नागरिकता नम्बर, जारी जिल्ला भनेको चाहिँ कुन जिल्लाबाट तपाईले जारी गर्नुभएको हो त्यो राखिदिनु होला। मैले यहाँनेर राखेको छु। जारी मिति भनेको नागरिकताको पछाडिपट्टि हुन्छ। ल यो पनि मैले राखिसकेको छु। अब हितग्राही खाता खोलिएको संस्थाको नाम भनेको छ है त। हितग्राही खाता खोलिएको भनेको तपाईले डिम्याट कुनबाट कहाँबाट खोल्नु भएको थियो, तपाईले डिम्याट खाता बैंकबाट खोल्नु भएको थियो भने बैंकको नाम लेखिदिनु होला। ल मैले चाहिँ ग्लोबल आइम बैंकबाट खोलेको भएर यो लेखेको छु। अब हितग्राही खाता नम्बर भनेको चाहिँ यो भनेको तपाईलाई 16 डिजिटको तपाईको चाहिँ बीओआईडी भन्छ है। यो भनेको बीओआईडी है, अथवा डिम्याट नम्बर भनेर पनि बुझ्न सक्नुहुन्छ। यो तपाईको चाहिँ धेरै कोटा दिएको छ, एउटामा राख्नु होला है त। जस्तै म यहाँ राख्छु। ल मैले सरसर्ती भर्दिएको छु। यो 13 बाट सुरु हुन्छ, 13 बाट सुरु हुन्छ। यो तपाईको डिम्याट नम्बर भयो है त, बीओआईडी भयो, यो राख्नु होला। यो तपाईले पत्ता लगाउन सक्नु जान्नु भएको छैन भने तपाईले त्यहाँनेर हेर्नु होला। मेरो शेयर भित्र गएर माई डिटेल भन्ने हुन्छ, त्यहाँ गएर हेर्नु होला। त्यसपछि तपाईले यो सरसर्ती राख्दिनु होला। अलि तल जाउँ। तल आइसकेपछि हालको ठेगाना भनेको छ। हालको ठेगाना भनेको जहाँ बस्नुहुन्छ त्यहीको राख्नु होला। देश प्रदेश जिल्ला म सरसर्ती राख्छु है त। ल साथीहरु मैले सबै भर्दिएको छु। हालको ठेगाना भनेको जस्तै नेपालमा प्रदेश मैले लुम्बिनीमा बस्ने, दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका भनेर टिक लगाइदिनु होला। वडा नम्बर 9, टोलहरु सबै कुरा भयो। इमेल चाहिँ ram@gmail.com राखेको छु। मोबाइल नम्बर 980977 कतिको हो यो राख्नु होला, अनिवार्य चाहिन्छ। मोबाइल नम्बर पछि राख्नु भएन, मिस्टेक भयो भने झ्याउ हुन्छ है। तपाईलाई यदि के कारोबार गर्दाखेरि समस्या भयो अथवा तपाईको चाहिँ
विभिन्न कुराहरू हुन्छ सेल गर्दाखेरि अथवा बाई गर्दाखेरि, यदि भएन भने यसमा कन्ट्याक्ट गर्छ, त्यही भएर यो मिस्टेक नगर्नु होला। अब अन्तिममा हेर्दाखेरि थाई ठेगाना भनेको छ स्याम तरिकाले लेख्नु होला। थाई भनेको नागरिकतामा जे छ त्यही राख्नु होला। म यहाँ सरस्वती राख्छु। ल साथीहरु, मैले सबै भरेको छु। प्रदेश कर्णाली हो, जिल्ला सल्यान, त्यस्तै गरी कुमा गाउँपालिका हाम्रो गाउँपालिका हुन्छ, गाउँपालिका पर्छ, त्यस्तै गरी वडा नम्बर 7 यहाँ सबै राखेको छु। अब यो पेज सक्यो, अर्को पेजमा जाउँ। अर्को पेजमा आइसके पछाडि परिवारका सदस्यको विवरण भनेको छ सबै परिवारका सदस्यको विवरण राख्नुपर्ने हुन्छ। जस्तै बुवाको नाम, बाजेको नाम, आमाको नाम, पतिको नाम, छोराछोरीको जे जेसको छ सबै तपाईले यहाँनिर सरसर्ती भर्दिनु होला है त। हेर्न सक्नुहुन्छ यहाँनिर, म भर्दै जान्छु है त। ल साथीहरु, यही तरिकाले भर्नु होला, सरसर्ती भर्नु होला। यहाँनिर नेपालीमा लेख्नु होला, जात पनि लेखेको छैन मैले, लेख्नु होला। ल ब्लक लेटरमा इङ्ग्लिसबाट लेख्नु होला, फेरि नेपालीमा लेख्नु होला, इङ्ग्लिसबाट लेख्नु होला, नेपालीमा लेख्नु होला। यस्तै तरिकाले सबैको भर्नु होला। म यहाँ सरसर्ती देखाइदिन्छु। र यदि विवाहित हुनुहुन्छ भने तपाईले ससुरा, सासु, ससुर, ससुराको लेख्नु होला है त। विवाहितको लागि ससुराको, महिलाको हकमा भनेको छ यहाँनिर रहेको छ, महिलाको हकमा चाहिँ ससुराको नाम यहाँनिर लेखिदिनु होला है त। जस्तै अब यही तरिकाले तपाईले लेख्नु होला। यहाँनिर सबै कुरा चाहिँ लेखेको छ। यो सरसर्ती भरिसके पछाडि अब अलिकति तल जानु होला। अब यहाँनिर पनि इम्पोर्टेन्ट कुरा आयो है त, इम्पोर्टेन्ट कुरा आयो। र हामीले चाहिँ खाता बचत खाता हो, हामीले बचत खाता खोलेका हुन्छौँ बैंकमा, यो टिक लगाइदिनु होला। अब बैंकको विवरण राख्नुपर्ने हुन्छ। बैंकको खाता नम्बर हेरेर राख्नु होला, बैंक खाताको नाम के हो त्यो राख्नु होला है त। ल मैले सरसर्ती भरिएको छु, बैंकको खाता नम्बर राखेको छु, बैंकको कहाँ खोलेको हो भन्ने र कुन बैंक हो भन्ने यहाँनिर राखेको छु। अब पेशागत विवरण भन्छ। पेशागत विवरणमा चाहिँ अब तपाईँ के हो, तपाईँ विद्यार्थी, हामी चाहिँ विद्यार्थी होमा चाहिँ मैले विद्यार्थीमा टिक लगाएँ। अरू केही सरकारी जागिरहरू यताउता छ भने त्यो लाउनु होला, अथवा महिलाले यहाँनिर गिरनी भन्ने छ यसमा टिक लगाउनु होला है त। अब व्यापारको प्रकार भनेको छ यो केही राख्नु पर्दैन। अब संस्थाको नाम भनेको चाहिँ विद्यार्थीको लागि चाहिँ संस्थाको नाम, जस्तै स्कुलको नाम अथवा क्याम्पसको नाम राखिदिने, ठेगाना कहाँ हो त्यो राखिदिने, पद चाहिँ हामी स्टुडेन्ट हो, स्टुडेन्ट राखिदिने हैन। यति गरेपछि भइहाल्यो। र स्टुडेन्टको ठाउँमा हाउसवाइफले, गिरनीले चाहिँ हाउसवाइफ चाहिँ भनेर राख्नु पर्यो। र जागिरी खाएको छ हुनुहुन्छ भने तपाईको जस्तै कहाँ स्कुलमा पढाउनुहुन्छ भने त्यो विद्यालयको नाम, अनि पद, टिचर भन्नु पर्यो, सबै कुरा राख्नु पर्यो है त। यो पेज पनि सक्यो। अर्को पेजमा जाउँ। अर्को पेजमा आइसके पछाडि यहाँनिर चाहिँ आर्थिक विवरण भनेको छ तपाईको वार्षिक आम्दानी कति हुन्छ भनेको छ। तपाईले यहाँनिर 5 लाखसम्म भनेको छ, 5 देखि 10 लाखसम्म यसमा एउटामा टिक लगाइदिनु होला। 5 देखि 10 लाख भनेर टिक लगाइदिनु होला। अगाडिको लाउँदा पनि हुन्छ, केही फरक पर्दैन। थप कारोबार विवरणहरू यताउता भनेको छ। अब यहाँनिर केही गर्नु पर्दैन, तपाईले सट्टै छोडिदिनु होला। र अब यो तपाईले केबाट कारोबार गर्ने, कहाँबाट आउँछ तपाईको पैसा भन्ने कुरा हुन्छ। हामीले चाहिँ यो पैतृक सम्पत्ति भन्नेमा टिक लगाउनु होला। पैतृक सम्पत्ति अथवा ब्याजहरू यताउता छ भने, यदि बाहिरबाट पैसा पठाउनुहुन्छ भने विप्रेसनमा लाउनु होला। धितोपत्र कारोबार भन्ने पनि छ, तपाईले सेकेन्डरी मार्केटमा कारोबार गर्नुहुन्छ भने यसमा पनि लाउनु होला। यही नै रहेको छ। अब यो खासै पर्दैन। अब यहाँनिर अर्को एउटा कुरा सोधेको छ, तपाईँ कर्जा सूचना केन्द्र कालो सूचीमा पर्नु भएको छ भनेको छ, छैन भनेर टिक लगाइदिनु होला। त्यसैगरी धितोपत्र खरिद बिक्री गर्ने मुख्य उद्देश्यले स्थापित इन्भेस्टमेन्ट कम्पनीमा संलग्न हुनुहुन्छ भनेको छ, छैन भनिदिनु होला। कम्पनीको नाम यो परेन। अब बहालमा बस्नेको हकमा भनेको छ, अब यो पनि पर्दैन है त। के भनेको छ भने बहालमा बस्नेको घर हकमा भनेको अब हामी जस्तै कोठा भाडामा बस्छौँ भने त्यसको लागि हो। यो हामी बस्छौँ तर म राख्दिन है त, यो नराख्दा पनि हुन्छ, केही फरक पर्दैन। अर्को छ यहाँनिर संरक्षकको विवरण नाबालक विक्षिप्तको हकमा मात्र भनेको छ। अब संरक्षकको राख्न चाहनुहुन्छ भने है, संरक्षकको विवरण नाबालक को हकमा मात्र भनेको छ। नाबालक हो भने मात्रै राख्न पाइयो, नत्र नराख्दा पनि भयो है त। गार्जियन डिटेल भनेको छ तपाईको बच्चाको भर्दै हुनुहुन्छ भने तपाईले आफ्नो यहाँनिर राख्नु पर्यो। नामहरू, थर, निवेदकको सम्बन्ध, पत्राचार गर्ने ठेगाना, देश प्रदेश, यो केही भरिन मैले है त। तपाईँ बच्चाको खोल्दै हुनुहुन्छ भने अनिवार्य माग छ, राख्नु होला, नत्र तपाईले चाहिँ यहाँनिर यो राख्नु परेन है त। त्यही भनेको चाहिँ यहाँनिर, त्यही पनि सोध्नु होला एकपटक है त। अलि तल गइसके पछाडि संरक्षकको सिग्नेचर भनेको छ। यहाँनिर एउटा सिग्नेचर गर्नुपर्छ। यो सिग्नेचर संरक्षक राखेपछि गर्नुपर्छ, नत्र पर्दैन। अब एउटा म्याप बनाइदिनु होला भनेको छ। म एउटा म्याप बनाउँछु है, घर गएको तपाईको कार्यालयबाट घरसम्मको म्याप। ल मैले चाहिँ यहाँनिर बनाएको छु म्याप। यो यहाँनिर हाम्रो चाहिँ ब्रोकर अफिस छ। ब्रोकर अफिसको नजिकको चोकको नाम, यो चोकको नाम, यो चोकको नाम लेख्दै लेख्दै जानु होला। मेरो घर यहाँनिर छ, नजिक अरू केही छ भने लेख्नु होला, नजिकको चोकको नाम पनि लेखिदिनु होला। यो गरेपछि म्याप पनि कम्प्लिट भयो।
यो पेज पनि सक्यो। अर्को पेजमा जाउँ अब। अर्को पेजमा आइसके पछाडि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय निवारण सम्बन्धी थप विवरण भनेको छ। तपाईँ राजनीतिक व्यक्ति उच्च व्यक्ति हुनुहुन्छ भनेको छ, होइनमा टिक लगाइदिनु होला। राजनीतिक उच्च पदस्थ व्यक्ति सम्बन्धित सँग हुनुहुन्छ भनेको छ, छैनमा टिक लगाइदिनु होला। सम्बन्ध केही लेख्नु पर्दैन। तपाईँको हितकारी व्यक्ति छ भनेको छ, यहाँनिर छ लेखिदिनु होला। हितकारी व्यक्ति भनेको तपाईँको आफ्नो अगाडिको मान्छे भनेको छ। अब यहाँनिर एउटा नाम लेखिदिनु होला है, यसरी लेखिदिनु होला। मैले तपाईँको सम्बन्ध भनेको छ मेरो फादर हुनुहुन्छ है, बुवा हुनुहुन्छ, फादर लेखिदिएँ भयो। अनि विगतमा कुनै दोषी कसुर हुनुभएको थियो, छैन भनिदिनु होला। यति गरेपछि यो पनि भयो। अब अलिकति तल जाउँ हेरौँ। अन्तिममा गइसके पछाडि यहाँनिर दायाँ यहाँनिर बायाँ ल्याप्चे लाउनु होला। एउटा सिग्नेचर गराएको सिग्नेचर भनेको छ, यहाँनिर सिग्नेचर गरिदिनु होला। र तल भनेको छ यो केही पर्दैन, त्यो कार्यालय प्रयोजनको लागि हो। यो भनेको उतै कार्यालयले सबै भर्छ, तपाईँले केही गर्नु पर्दैन। यो पेज पनि सक्यो। अर्को पेजमा जाउँ। अर्को पेजमा आइसके पछाडि माथि जेब सेक्युरिटिज कम्पनी प्राली लिमिटेड भनेको छ। अब तपाईँले यहाँनिर भर्नुपर्ने भनेको अरू केही गर्नु पर्दैन। हितग्राही खाता नम्बर भनेको छ तपाईँको 13 बाट सुरु हुन्छ, 13 कति हो यो लेखिदिनु होला। अनि रहेको प्रदेश भनेको छ, अब प्रदेश तपाईँको प्रदेश कुन हो त्यो लेख्नु होला। अञ्चल भनेको छ, अञ्चलको नाम, जिल्ला लेख्नु होला। यो वडा कति हो, के अरे उपमहानगरपालिका नगरपालिका के हो यहाँनिर लेख्नु होला। वडा ल 7 नम्बर वडा लेखिदिएँ। थाई ठेगाना भई हाल डट स्थानमा बसोबास। अब अन्यत्र बस्नुहुन्छ भने त्यहाँको लेख्नु पर्यो, नत्र श्याम ठेगाना लेख्नु पर्यो। श्री जस्तै को नाति, अब पहिला बाजेको नाममा लेखिदिन्छु है। बाजे, पहिला बाजे को नाति वा नातिनी के टिक लाउने, बुहारी श्री। अब बाजेपछि बुवाको नाम, आफ्ना बुवाको नाम लेख्ने। त्यसपछि डट छोरा अथवा छोरी को यति वर्षको, अब कति वर्षको भयो ल, 25 वर्षको, 25 वर्षको श्री श्रीमती। अब आफ्नो नाम लेख्ने, आफ्नो नाम लेख्ने। यति गरिसकेपछि यति भयो। अब यो केही भर्नु पर्दैन। यहाँनिर माथि मैले भनिदिएँ यहाँनिर पर्दैन। हितग्राही नम्बरको तपाईँको डिम्याट नम्बर हो। रहेको प्रदेश लेख्नु पर्यो, जस्तै मेरो कर्णाली हो, यहाँनिर कर्णाली लेखेँ। अञ्चल हाम्रो राप्ती हो, अनि जिल्ला सल्यान हो। यसरी लेख्दै जानु होला क्या। गाउँपालिका कुमाको, वडा नम्बर पनि लेखिसके। यही तरिकाले भर्नु होला। यो पेजमा केही छैन खासै। अब अन्तिममा आएर एउटा सिग्नेचर गर्नु होला। एउटा यहाँनिर टर्म्स कन्डिसनहरू छ, एउटा सिग्नेचर गरिदिनु होला। यति गरिसकेपछि यो पनि सक्यो। अर्को पेजमा जाउँ। अर्को पेजमा आइसके पछाडि टर्म्स कन्डिसनहरू मात्रै छ। यहाँनिर केही गर्नु पर्दैन, सरसर्ती तल जानु होला। यहाँनिर अलिकति केही भर्ने ठाउँ दिएको छ। यहाँनिर के ख्याल गर्नु होला भने दुईटा चिज भर्नु होला, अरू केही पर्दैन। मोबाइल नम्बर भर्नु होला 980997 डट कति हो त्यो भर्नु होला। इमेल आइडी ram@gmail.com। ल यति हो। अब तपाईँले केही भर्नु पर्दैन, यहाँनिर छोडिदिनु होला। अब तल जानेर अलिकति तल भर्नुपर्छ। अब यहाँनिर भर्नुपर्छ। यहाँनिर ख्याल गर्नु होला, यतापट्टि भर्ने होइन, हामीले दोस्रो पक्ष हो। हामी पहिलो पक्ष भनेको जो फर्म खोलाउँछ त्यो पक्ष हो, हामी चाहिँ दोस्रो पक्ष हो है। त्यही भएर अब आफ्नो नाम अगाडि मैले के लेखेको थिएँ, राम शर्मा यहाँनिर लेखेँ। दस्तखत भनेको छ एउटा सिग्नेचर। यति गरेपछि दायाँ बायाँ ल्याप्चे। यति गर्नु होला। अब केही परेन। तपाईँसँग कोही गएको छ भने साक्षी, तपाईँको घरको एउटा फ्यामिलीको नाम अथवा कसको नाम यहाँनिर लेखिदिनु होला। यतापट्टि बैङ्कले आफै लेख्छ अथवा ब्रोकरले आफै लेख्छ। आफू साँच्ची बसेको हुन्छ, एउटा तपाईँतिरको साँच्ची बस्छ। यहाँनिर नाम लेखिदिनु होला है त। ल यति गरिसकेपछि यो पनि सक्यो। अब तपाईँको फर्म नै कम्प्लिट भयो। यति नै हो फाइनल। ल्याप्चा लाउन नबिर्सनु होला। र दोस्रो पक्षमा तपाईँले भर्ने है। दोस्रो पक्ष, यो पहिलो पक्ष होइन, दोस्रो पक्षपट्टि भर्नुपर्ने हुन्छ है त। कम्पनीको छाप आफै हान्छ। यति गरिसकेपछि तपाईँले सेकेन्डरी मार्केटबाट आइपिओ यति परेको छ भने तपाईँले सजिलै सेल गर्न सक्नुहुन्छ। आजलाई यति नै। डिस्क्रिप्सनमा जेब सेक्युरिटिजको आज मैले देखाएँ भने आर्य ताराको पनि मैले फर्म भरेर तपाईँलाई सिकाएको छु। तल डिस्क्रिप्सनमा लिङ्क छ, त्यहाँ गएर हेर्नुहोला। च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। धन्यवाद।